आज चाहिँ फर्सीको मुन्टा आलु भुटेर अनि हिजो उब्रेको भात थियो त्यसमा मासु सानो काटेर फ्राई राइस बनाएको कस्तो मिठो हुन्छ भक्कु खायो बासी भात नफाल्दै कसैले पनि बासी भात फाल्यो भने पाप लाग्छ संसारमा अहिले मान्छेहरू कति ठाउँमा भोकमरीले कुहेको भात त खानु पाएको छैन हामी धेरै माथिनु हुँदैन कुनै दिन त्यस्तो समय पनि आउन सक्छ त्यही भएर खाना चाहिँ फाल्नु साह्रै कुहिरहेको छ भने फाल्नुपर्छ होइन तर फ्रिजमा राखेर अब हुन त फ्रिजमा राखेर नखानु हुन्छ है के गर्नु अब नखाइ पनि हुँदैन सबै फाल्दा पनि अब माया लाग्छ कुनै दिन फेरि यही चिजले हामीलाई सराप्छ के भोकै रह्यो भने कस्तो हुन्छ यो पनि कुहेको पनि खाउला जस्तो हुन्छ पहिला पहिला म दुःख पाउँदाखेरि 3 दिन 4 दिनसम्म भात नखाइ पनि म काठमाडौँमा डुलिन्थेँ त्यति बेला नि त्यो डस्टबिनतिर फालेको खाना पनि खाउँ जस्तो हुन्थ्यो तर के यसो खाउँ जस्तो लाग्थ्यो होटलको अगाडि मान्छेले हेरिरहेको थियो फेरि लाज लाग्थ्यो 4 दिनसम्म भोकै भएको छ काकडभिट्टाबाट इटरीसम्म हिँडेर आउँदाखेरि साउनको दिनमा असार साउनतिर थियो होला मकै बाटोतिर यसो खेततिर थियो अनि तर धुलाबारीमा हरियो मकै यसो भाजेर खाउँ भनेको चोर भनेर त्यो गाउँको मान्छेले मलाई दह्रो धुलाइ गर्यो नि एउटा आइमाईले बचाएको छ मलाई यो कति सालतिर कुरा नि 49 सालतिर कुरा हो 49 सालतिरको कुरा हो याद छ चाहिँ मलाई भोक भनेको कस्तो हुन्छ मकै हरियो मकै भाजेर खाँदाखेरि मैले त्यो गाउँको मान्छे कुटाइ खाएको त्यो आइमाईले नबचाएको मलाई मार्थ्यो नि चोर भनेर है त्यस्तो पनि भएको छ मेरो जीवनमा त्यही भएर खाना फाल्नु हुँदैन